गुड मर्निङ फ्रेन्ड्स। म चाहिँ उठिसकेँ। आँखा चाहिँ उठेको छैन। अहिले चाहिँ बिहानको 7 बज्न लाग्यो। बाहिर चाहिँ अँध्यारो छ। आजकल चाहिँ किन होइन, मलाई निन्द्रै पुग्दैन के। जति सुते पनि यस्तो गहिरो सुते होइन, यस्तो मजाले सुते। तै पनि अलार्म बज्ने बेलामा त ओ माई गॉड किन अलार्म बज्यो, यो मिस्टेक त होइन भन्ने जस्तो भएको थियो होइन। सुत्न चाहिँ म मजाले सुते हेर्नु, यस्तो आनन्दै आउने गरेर सुते कि। आज के गर्ने कसो गर्ने थाहा छैन। आज दिन पनि बिजी हुने छ, मलाई त्यो चाहिँ थाहा छ। किनभने आज शनिबार हो, शनिबार धेरै काम हुन्छ विकेन्ड। पानी बोइल गरेछु, मुखसुख धोएँ। अब चाहिँ साथी घुर्नुपर्छ। एन्टी इन्फ्लेमेटरी ड्रिङ्क एजिन मैले चाहिँ जुन भुटेर जिरा के लिएर आएको थिएँ, त्यसलाई पानीमा हाल्ने अनि पिउने होइन। बाहिर चाहिँ कालो छ। आज त हुसी पनि लागेको रहेछ। त्यो हन्टेड जस्तो देखिएको, कति डलाउने देखेको। मागा 7 बजे पनि बाहिर हन्टेडवाला माहौल छ। त्यही भएर म चाहिँ मेरो एन्टी इन्फ्लेमेटरी ड्रिङ्क पिउँछु पहिला सबभन्दा। अब साथी आएपछि काम सुरु गर्नुपर्छ है। मलाई त खासै बोल्न पनि आउँदैन कि के बोल्ने हो के भन्ने हो भन्ने जस्तो हुन्छ कि। अनि झ्याउ पनि लाउँछ है। तै पनि बल लाएर यतिसम्म चाहिँ भिडियो बनाइरहेको। यो छिटो सुते पनि बिहान ढिलो उठ्नु मन लाउने चाहिँ किन होला? के गर्यो भने निन्द्रा पुग्छ? यदि तपाईँहरूलाई थाहा छ भने भनिदिनु होला। म त जहिले सुतेको सुते मात्र गर्ने भए त बा प्रगति कसरी हुन्छ यसरी? इट्स 9:30 अनि म चाहिँ मेरो कफी पिउन लागेको। एनर्जी त चाहियो नि। टाइम हेर्नुहोस्, कफी नपिकन कसरी काम गर्नु? तातो रहेछ। भिडियो बनाउने एक्साइटमेन्टमा तातो कफीले मुख पोल्यो। म बिस्तारै कफी पिउँछु अनि दिनको सुरुवात गर्छु। आज बिहान हुसिला छ भनेको हेर्नु, वेदरै यस्तो छ के। ओ मागा यस्तो डुस परेर बस्यो नि वेदर। पानी अलिकति सिमसिम पनि परिरहेको थियो होइन। यस्तो के पछाडि त पुरा व्हाइट कलरको ब्याकग्राउन्ड राखेको जस्तो भएको छ होइन। म चाहिँ यहाँ बाजेको सपिङ गर्न आएको वेयर हाउसतिर। जाडो छैन। यस्तो भयो भने चाहिँ गर्मी हुन्छ होइन। तर पानी पर्ला जस्तो छ। यो चाहिँ मेरो घर नजिकैको वेयर हाउस हो। यसरी बाटो काट्ने बेला यसरी हेर्नुपर्छ वरिपरि, न त गाडीले हानिदिन्छ। मेरो जिन्दगी अरूलाई सपिङ गर्ने, अरूको लागि गर्दै जाने भयो कि। बाजेको सामान बोकेर होइन, यस्तो पारा छ कि स्मृतिको। अरूको सामान बोक्दै यसरी झोले पारामा हिँड्नु परेछ मेरो जिन्दगी। त्यही माथि दिन यस्तो छ। ब्रेकफास्ट पनि लिएको छैन, के खाने होला? यहाँबाट हिँड्दाखेरि चाहिँ कस्तो मिठो मङ्ग खाने कुरा बसायो के। यस्तो भने डेन्जर भोक लाग्छ, डेन्जर खाम हुन्छ। वेदर चाहिँ एकदम उदास छ। मेरो कपडा र आज वेदर चाहिँ म्याच गरेछ के। हेर्नु न, मैले चाहिँ सामान किनिसकेँ। अब चाहिँ घर बाजेहरूको अझै पनि धेरै सेवा गर्नु छ। सेवा नै धर्म हो। पैसा पाएपछि त झन् राम्रो होइन। लेट्स गो। मेरो लन्च। म चाहिँ काम भ्याएर घर आएँ। अहिले चाहिँ घाम लागेको छ। 3 बजेको छ। मैले चाहिँ अघि ब्रेकफास्ट भनौँ कि लन्च भनौँ होइन, त्यसमा चाहिँ मैले अलिकति बेकन अनि त्यसपछि टोस्ट खाएको थिएँ हाफ ससेजसँग। जुन बेकारमा खाए जस्तो भयो क्या। मलाई त कस्तो अइली फिल भएर पछि त अनि कस्तो ड्याउ आयो कि त्यो खाएपछि। अनि तातो पानी पिएँ।
त्यसपछि मैले ग्रिन टी पनि पिएँ। अहिले चाहिँ म घर आइपुगेँ। अब घर आएपछि के बनाएर खानुहुन्छ। म चाहिँ कामबाट घरमा आएर अनि त्यसपछि प्ल्याट फ्लुट होइन चिकन एयर फ्रायरमा हालेँ। यो चाहिँ 100 ग्राम चिकन हो, 100 ग्रामभन्दा अलिकति बढी छ क्या। त्यसपछि मैले हिजो इन्डियन स्टोरबाट रायोको साग लिएर आएको थिएँ। त्यसमा आलु र केराउ, मैले खासमा आलु र केराउ बोइल गरेको थिएँ, सिटी लगाएको थिएँ। त्यो चाहिँ फ्ल्याट फ्लुट भयो कि, अनि त्यही माथि रायोको साग हाल्थेँ। अझै पनि बाफ आइरहेको छ। मैले चाहिँ आज काम गर्ने ठाउँमा बेकन टोस्ट खाएको थिएँ, जसले गर्दा मलाई ढ्याउ मात्र आयो। कस्तो आफैलाई गिल्ट फिल भयो कि, ओइल धेरै भयो जस्तो लाग्यो कि, फ्याट धेरै भयो जस्तो लाग्यो कि। तर के गर्नु, मैले ब्रेकफास्टै लगेको थिएन। खासमा मैले किन खाएको भनेपछि, खासमा मेरो प्लान चाहिँ आज उतै बस्नुपर्ने थियो, तर समय परिस्थिति नै त्यस्तै भयो कि म घर आएँ, सिप छोड्नु पर्यो। चिकन ब्रेस्टलाई चाहिँ मैले नुन मात्र हालेर एयर फ्राईभित्र हालिदिएको। यो सागको दाल कस्तो मिठो भएको। वाह, तातो। आलु र केराउको त धुलो पिठो भइसक्यो। होइन त डेन्जर तातो नै मिठो भइरहेछ कि फेरि मुखमा हाल्दाखेरि। न्युजिल्यान्डको वेदरले नि नपट्टा जस्तो गर्छ क्या, घरि हुसी लगाइदिन्छ, घरि पानी परिदिन्छ, कहिले घाम लगाइदिन्छ। अघि दिउँसो दिन हुसी लाउला जस्तो थियो, पछि घाम लगाइदियो। यहाँ चाहिँ केही पनि प्रेडिक्ट गर्न सकिँदैन क्या, मेन त वेदर, त्यसपछि मान्छे। मैले हरियो परियो धेरै खानुपर्छ भनेर नै धेरै नै हालेको है। एकदम मिठो भयो। आज चाहिँ नबोली खानै पर्छ।
चाहिँ सागको पातभन्दा स्टिम मनपर्छ क्या। ब्रोकलीको काउलीफ्लावरको पनि त्यस्तै सेम। खाना भ्याइसक्न लाग्यो होइन, भ्याइयो भनौँ न। अब चाहिँ अलिकति चर्को भयो जस्तो लाग्यो। अब यति भएपछि दिमाग पेट सबलाई थाहा हुन्छ कि खाना खायो, अब केही खानु पर्दैन, अब रिल्याक्स गर्नुपर्छ भन्ने थाहा हुन्छ होइन। त्यही भएर अब म रेस्ट गर्न चाहन्छु। खलल मुख धोएर अहिले चाहिँ गुम्म परेको छ क्या। गर्मी पो भयो, मलाई टाटो टाटो खाएर होला, भोक पनि लागेको थियो। त्यही भएर सोम खाएँ मात्र, मैले गफ पनि गरेन। ठिकै छ, खाने बेला धेरै गफ पनि गर्नुहुन्न। धेरै गफ गऱ्यो भने अड्किन सक्छ होइन, खाना नपच्न सक्छ। सागलाई त यसरी खाँदा पो मजा आउँदो रहेछ त। साग यत्तिकै खाँदा त मजा आउँछ, तर यसरी खाँदा त अझ धेरै मजा आउँदो रहेछ कि त्यो आलुको ग्रेभीमा साग होइन। अनि केराउको ग्रेभी कस्तो लतत परेकोमा होइन, माथिबाट साग मात्र हालेर छोपेको मात्र हो मैले, धेरै पकाइन। मलाई धेरै फ्ल्याट परेको मन पर्दैन है, त्यही भएर मैले पकाइन। यस्तो मजा आयो, यस्तो आत्मा तृप्त भयो नि। त अब चाहिँ अलिकति ग्रिन टी पिउनुपर्छ, त्यसपछि बल्ल बडीले थ्याङ्क यू भन्छ क्या। यहाँ दिमागमा के छ नि, अघि ओइली खायो, त्यत्रो धेरै फ्याट खायो भन्ने हुन्छ नि त। त्यही भएर अलिकति ग्रिन टी खाएपछि ओके, ग्रिन टी खायो अब ठिक हुन्छ भन्ने यहाँ दिमागमा पार्नलाई मात्र खान लाग्यो। सो अब म पिउँछु ग्रिन टी। अनि त्यसपछि आज के गर्ने कसो गर्ने म हजुरहरूलाई भन्छु ल। नत्र पहिलाको प्लान के थियो भनेपछि केही पनि नगर्ने, काममै बस्ने, काम गर्ने, पैसा कमाउने। अहिले चाहिँ प्लान चेन्ज भइसक्यो, म घर आइसकेँ, मैले खाना खाइसकेँ। अब चाहिँ के गर्ने भनेर सोच्नुपर्छ कि त्यो पनि एकदम गाह्रो काम हो नि। सोच्नु एकदम गाह्रो काम हो, नसोची बस्न आनन्द छ। नसोचिकन यसरी हेरेर एकै ठाउँमा टोलाएर होइन गर्न मजा आउँछ। जब दिमाग चलाउनु पर्छ, जब सोच्नु पर्छ नि, तब चाहिँ दिमाग खराब हुन्छ। के गर्ने आइडिया आउँदैन। त्यही भएर अब म अलिकति दिमागलाई दुःख दिनुपर्छ। के गर्न बाँकी छ, पैसा छ कि छैन होइन। सबै कुरा त पैसामै अड्किन्छ। अनि त्यही भएर पैसा छ कि छैन, पैसा छैन भने पैसा बिना के गर्न सकिन्छ, कसरी अकुपाई गर्ने आफ्नो दिमागलाई आफूलाई भन्ने हुन्छ होइन। ल अब बाँकी कुरा चाहिँ म तपाईँहरूलाई सोचेर भन्छु, त्यति बेलासम्म चाहिँ म मेरो दिमागलाई दुःख दिन चाहदिनँ। ओके, अघि 3:30 बजे 3:45तिर खानासाना खाइयो टन्न होइन, एकदम मिठो साग आलु केराउको तरकारी खाइयो चिकनसँग होइन। अनि मेरो सनस्क्रिन भ्याइएको थियो, मोइस्चराइजर भ्याइएको थियो। मैले चाहिँ अलिकति त्यति बेला म अलिकति धनीवाला थिएँ होइन, त्यही भएर मैले कोरियन प्रडक्ट लाउँथेँ होइन। कोरियनको प्यान्थेनल ब्याम्बू समथिङ त्यो वाला लाउँथेँ, त्यो हरियो कलरको मोइस्चराइजर होइन। अनि कोरियन सनस्क्रिन लाउँथेँ। यत्रो ट्युबलाई $23 कि $25 थियो कि, यत्रो 25 ml को थियो होला। अनि सनस्क्रिन त ल पक्कै डल्नुपर्छ नि त, अनि त्यसले त कति पनि नहुने कि कति पनि नपुग्ने। त्यही भएर म चाहिँ सनस्क्रिन र मोइस्चराइजर किन्नलाई केमिस्ट वेयर हाउस जाँदैछु। मेरो बजेट चाहिँ एकदम टाइट छ, अनि एकदम सस्तोवाला किन्नेछु है। सस्तो, भरपर्दो अनि राम्रो होइन, टिकाउ किन्छु म। ओके, लेट्स गो सपिङ। आज चाहिँ मेरो सपिङको मोटिभ भनेको चाहिँ मोइस्चराइजर र सनस्क्रिन थियो होइन।
सनस्क्रिनमा चाहिँ कुनै डिल लगाएको थिएन। मैले चाहिँ डर्माभिनको मोइस्चराइजर अनि त्यसपछि बडी वास लिएको छु। बडी वास चाहिँ एक्स्ट्रा आयो के, किनभने दिल लगाएको थियो। दिल लगाएको बेला दिल छोड्नु हुँदैन। अनि मलाई चाहिँ डर्माभिनको प्रडक्ट एकदम मनपर्छ के। मेरो स्किन चाहिँ एकदम सेन्सिटिभ छ अनि डर्माभिनको प्रडक्टले चाहिँ एकदम राम्रो गर्छ होइन। मलाई चाहिँ सनस्क्रिन पनि डर्माभिनकै मनपर्छ होइन, अरूभन्दा डर्माभिनकै प्रिफर गर्छु मैले चाहिँ। जुन दिन सनस्क्रिनमा डिल लाउँछ त्यही दिन सनस्क्रिन किनिन्छ, नत्र अलिकति पुग्नलाई सनस्क्रिन चाहिँ छ है, छ नै नभएको होइन। त्यो महँगो चाहिँ अब किन्न सक्दैन, महँगो चाहिँ म अब युज गर्दैन, महँगो चाहिँ मैले एफोर्ड गर्न सक्दैन भनेर मात्र। यो चाहिँ 1.25 लिटरको हो होइन। यो चाहिँ लाउँदै अलिकति महिनामा कपाल अफ मन्थ्समा सकिन्छ के। सो यत्रो ठुलो भनेर भन्नु पर्दैन। मलाई यो प्रडक्टमा विश्वास नभएको भए नि म सायद किन्दा पनि किन्थेन कि। मैले पहिला युज गरेको प्रडक्ट हो। मलाई चाहिँ मेरो पर्चेसमा चाहिँ म एकदम धेरै खुसी छु। यसलाई चाहिँ $19 पर्यो। घाम दुख्न लागेको छ। घाम दुख्ने बेलामा चाहिँ जहिले मलाई घरको याद आउँछ कि यस्तो भयो भने ठ्याक्कै यति बेला होइन, घाम दुख्न लागिसक्यो, अलिकति अँध्यारो भएपछि म जता होस् होइन, जतासुकै हुँ मलाई चाहिँ घरको याद आउँछ कि। त्यस्तो हुने मलाई मात्र हो कि अरूलाई पनि हुन्छ होइन, घरको अत्यार लाउने हुन्छ क्या। अब घर जानुपर्छ। जति बाहिर बस्यो त्यति धेरै खर्च हुन्छ क्या, त्यही भएर छिटो छिटो घर जानुपर्छ। काम सक्न साथ घर जानुपर्छ। हेर्नु त्यो माथिको टिलिक्क टल्केको जुन हो। घर चाहिँ आउँदा आउँदा रात परिसक्यो होइन, 7:30 भइसक्यो। म तपाईँहरूलाई जुन देखाउँछु ल। त्यहाँ त जुन अब त्यहाँ जुन आएको छ। अब चाहिँ घर गएर त्यस्तो केही खान मन त लागेको छैन मलाई, तर दही खाएर आज म रेस्ट गर्छु। आजको दिन म दही खाएर एन्ड गर्छु है।